हेलो गाइस, स्वागत छ सबैजनालाई। अनि बहिनीलाई मैले कति राम्रो देखेको भनेको उता जा कति गर्मी छ भन्दै थिएँ। अनि यो चाहिँ हाम्रो आउटफिट चाहिँ मेरो र मेरो बहिनीको। अनि यस्तो घुमाएँ बहिनीलाई। अनि हामी जाँदैछौँ ल भने मैले अनि कस्तो गर्मी छ नेपालगञ्जमा, कसरी बस्न सक्छिस् त भन्दै थिएँ। त्यसले के गर्नु बस्नुपर्छ भन्दै थियो। मैले तेरो मेरो मुखेर भन्दै थिएँ। मैले पनि गरेँ। अनि यो चाहिँ जुनकिरी गरेकै नाचेको। अनि हामी गयौँ। बहिनीको हल्का काम थियो कि कारकादुमा। अनि बहिनीले मेरो हेर त कस्तो गर्मीले मुख कस्तो भएछ, 5 बजे यति घाम छ भन्दै थिएँ कि। त्यसपछि बहिनीको काम थियो त्यहाँ हल्का। अनि बहिनीले काम गर्यो। त्यसपछि हामी बाटपाटिनी गयौँ। बाटपाटिनी गयौँ। अनि बाटपाटिनीभित्र अनि हामीलाई हल्का सामान लिनु थियो। अनि मलाई पनि सामान लिनु थियो, तरकारीहरू हल्का। बहिनीले पनि सामान खोज्दै थिएँ। अनि हामीले आइसक्रिम खायौँ। अनि दुईजनाले, कति गर्मी छ नि त नेपालगञ्जमा। आइसक्रिम खायौँ। त्यसपछि एउटा त्यही हट ग्यार्लिक भन्ने एउटा रेस्टुरेन्ट रहेछ, त्यहाँ गयौँ। अनि दुईजनाले चिकन चाउमिन खायौँ। अनि मैले यस्तो देखाइदिएँ बहिनीलाई। बहिनीले चाहिँ फोनमा बिजी थिएँ। त्यसपछि हामी घर जान लागेको। अनि बहिनीले म पनि जान लाग्छु घर भन्दै थिएँ। अनि मैले हामीले खाना खायौँ कति धेरै मिठो मिठो भन्यौँ। अनि बाई भने।